नमस्ते एभ्रिवान, गुड मर्निङ। हजुरहरूलाई स्वागत छ मेरो छोटो मिनी ब्लगमा। आई होप हजुरहरू पनि सन्चै होला भन्दै म पनि सन्चै छु। मैले चारो बसाउनु आगो पुगिसकेँ अनि चारो पनि म काट्नुलाई रेडी भएँ। चारो काट्दैछु, जेठानी दिदीको घरमा आएर काटेँ अनि भाँडामा पनि लाएँ। भाँडामा लगाइसकेपछि मैले बसालेँ, पानी लाएँ। पानी लगाइसकेँ, घर बडाल कुडाल गरेँ अनि कुखुरा आएको थियो नि त, कुखुरालाई पनि चारो पनि लगाइदिएँ। लगाइदिइसकेपछि मैले आँगन बढालेँ। आँगन बढाइसकेपछि मैले बाख्रालाई पनि घाँस लगाइदिएँ, हेर्न सक्नुहुनेछ। अनि भाँडाकुँडा धुएँ। आई होप हजुरहरूलाई मेरो छोटो मिनी ब्लग, फर्स्ट मिनी ब्लग हजुरहरूलाई कस्तो लाग्यो भनिदिनु होला अनि माया पनि गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला। अनि मैले खाना बसालेँ। खाना बसाल्न चामल धोएर पानी लाएँ अनि मैले बसालिदिएँ। अनि आलु पनि लगेँ, आलुलाई तासतुस गरेँ अनि काटेर मैले कन्ती बसाएँ। कन्ती बसाएर तेल लाएँ। तेल लाएर प्याज ल्याएर भुटेँ, रातो हुने गरेर भुटेँ। अनि आलु लाएँ, टमाटर काटेँ, धनियाँ सबै काटेर मिसाएँ। अनि हरियो मकै पनि पोलेँ। पहाडीलाई पनि परालमा बाँधिदिनु पर्यो नि त। अनि खोर्सानी अचार पिसेर मैले खाना पस्किएर आलुलाई तरकारी लिएर मैले खानु बसेँ, हेर्न सक्नुहुनेछ। अनि यो खाएर म घाँस काट्नुतिर लागेँ। अनि मैले घाँस काटिसकेँ। अनि घाँस काटिसकेपछि मैले भारी लाएँ, हेर्न सक्नुहुनेछ। भारी लगाइसकेपछि म नुहाउनु गएँ, नुहाएर आइसकेँ। अनि आई होप हजुरहरूलाई शुभरात्रि भन्दै म यति नै भन्न चाहन्छु। बाई बाई। फाइनली